प्रेग्नेन्सी र पोस्टपार्टम जर्नी चाहिँ छोरी मान्छेको लागि एकदम ठुलो अचिभमेन्ट हो र एकदमै ठुलो विक पोइन्ट पनि हो। किनभने हजुरहरू आफै सोच्नुहोस् न, हामीले हाम्रो शरीरभित्र एउटा नयाँ शरीरलाई हुर्काउनु पर्छ। यो जर्नीमा हामी शारीरिक रूप र मानसिक रूपमा यति धेरै कमजोर हुन्छौँ कि हाम्रो शरीर एक त बच्चा बोकेर यति धेरै विक भएको हुन्छ। बच्चा जन्मिसकेपछि हाम्रो शरीर पुरै बिग्रिएको हुन्छ, निन्द्रा नपुगेर एकदमै गाह्रो हुन्छ। 24 घण्टा ब्रेस्ट फिड गराउँदाखेरि एउटा आमालाई यति धेरै गाह्रो भएको हुन्छ। एउटा न्युली ममको पोस्टपार्टम जर्नी चाहिँ एकदम ह्याप्पीली बिताउनको लागि चाहिँ उसको हस्बेन्डको एकदमै ठुलो हात हुन्छ। यो पोस्टपार्टम जर्नीमा हरेक महिलालाई एउटा न एउटा समस्या हुन्छ। कसैलाई खाना नरुच्ने, कसैलाई एकदमै धेरै दिमागमा नराम्रो नराम्रो कुराहरू खेल्ने, कसैलाई एकदमै झर्को लाग्ने, कसैलाई एकदमै डर लाग्ने। यो समस्याहरू मध्ये एक समस्या हरेक सुत्केरी महिलालाई यो अवस्थामा देखा परेको हुन्छ। राम्रो परिवार, माया गर्ने परिवार, बुझ्ने हस्बेन्ड पर्यो भने यो समस्याले ठुलो रूप लिँदैन। तर यस्तो बेलामा नबुझ्ने हस्बेन्ड, एकदम टक्सिक फ्यामिली पर्यो भने चाहिँ एकदमै गाह्रो हुन्छ। आफ्नो मनमा लागेको कुराहरू, आफ्नो दिमागमा चलेको नराम्रो थट्सहरू हामीले सेयर गर्न नसकेर पोस्टपार्टम डिप्रेसनमा गई कतिपय महिला दिदीबहिनीहरूले सुसाइड पनि गर्नुभएको छ। अहिले त्यस्तै एउटा केस आएको छ। 3-4 महिनाको सुत्केरी बहिनीले कोरियामा सुसाइड गर्नुभएको छ। मलाई जहाँसम्म लाग्छ यो पनि पोस्टपार्टम डिप्रेसनको कारणले हुन सक्छ। पोस्टपार्टम डिप्रेसनको बारेमा हामीले हाम्रो परिवारहरूलाई खुलेर बताउन सक्दैनौँ। कतिपयलाई त यो कुरा थाहा पनि छैन र हामीले एक्सप्लेन गर्दा पनि उहाँहरूले बुझ्न सक्नु हुँदैन। यही कारणले नै होला सायद यस्तो बेलामा आफ्नो हस्बेन्डको माया र साथको एकदमै धेरै जरुरत हुन्छ भनेर भनिएको। कोरियामा सुसाइड गर्नुभएको बहिनीको बारेमा धेरैजनाले भिडियो बनाउनु भएको छ। किन यस्तो कदम लियौ, बच्चाको अनुहार हेरेर पनि तिम्रो मन फर्केन? तर हामीले भन्न जति सजिलो छ, भोग्ने मान्छेलाई त्यति नै गाह्रो भएको हुन्छ। हामीले 1% पनि इमेजिन गर्न सकेको हुँदैनौँ कि दोस्रो मान्छेको मनमा, दिमागमा कति कुराहरू खेलेको छ, कति कुराहरू नेगेटिभ थट्सहरू आएको छ भनेर हामी 1% पनि इमेजिन गर्न सक्दैनौँ। यो बेलामा त्यसै त हामी शारीरिक र मानसिक रूपले एकदमै विक भएको हुन्छौँ। त्यही माथि जो हरेक एक मान्छे डक्टर भइदिनुहुन्छ, त्यो कारणले पनि हामी एकदमै स्ट्रेस हुन्छौँ। हामीलाई हरेक समय मेरो बच्चा किन रोइरहेको छ, मेरो कारणले नै मेरो बच्चाले खाइरहेको छैन कि, मैले खाएको खानाले मेरो बच्चालाई असर गरेको छ कि, मेरो बच्चाको वेट किन बढेन, कतै मेरो ब्रेस्ट मिल्क त मेरो बच्चाको लागि राम्रो छैन, मेरो बच्चाको वेट किन बढेन, म एउटा असल आमा बन्न सकिनँ, मैले मेरो बच्चालाई राम्रो ध्यान दिन सकिनँ। यस्तै कुराहरू पोस्टपार्टम जर्नीमा चाहिँ एकदमै हामीले नेगेटिभ थट्सहरू हाम्रो दिमागमा खेलाउने गर्छौँ। यस्तै सोचहरू चाहिँ एकदमै एक्सट्रिम लेभलमा पुगेपछि चाहिँ हामीले आफूलाई हार्म गर्ने, कतिपय दिदीबहिनीहरूले चाहिँ आफ्नो बच्चाहरूलाई हार्म गर्ने, आफ्नो सोच, आफ्नो शरीरदेखि एकदमै घिन लागेर आउने, यस्तो कारणहरू हाम्रो दिमागमा चलिरहेको बेला हाम्रो घर परिवार, हस्बेन्ड, समाजहरूबाट चाहिँ कस्तो सुन्न आउँछ भने तिम्रो कारणले, तिमीले खाएको कारणले एउटा बच्चा सम्हाल्न सक्दैनौ, एउटा बच्चा हेर्न सक्दैनौ। यस्तो कुराहरूले गर्दाखेरि त एउटा सुत्केरी महिला चाहिँ पोस्टपार्टम डिप्रेसन, सुत्केरी अवस्थाको डिप्रेसनमा जाने गर्दछन्। म सानो